17 साल लाग्यो यो भेटोमा घाम लाग्नलाई कि यस्तो जिन्दगी पनि सम्भव छ जहाँ म घरमा यसरी बसी बसी आफ्नो परिवारलाई फन गरेको देख्दा देख्दै आफ्नो 3 जना बच्चा बच्चीहरूलाई चाहिँ पार्कमा खेलाइ होइन यही फोन चलाएर चाहिँ नि आम्दानीको स्रोत जेनेरेट गर्न सक्छु भने चाहिँ मैले सोचेकै थिइनँ। आज आएर बल्ल बुझ्दैछु है। नमस्ते नमस्ते नमस्ते, मेरो नाम हो डेजी शर्मा। म चाहिँ नि ब्याङ्किङ प्रोफेसनल बाई डे हुँ भने म रातमा चाहिँ नि आएर गर्दैछु डिजिटल मार्केटिङ बिजनेस। यो बिजनेस मैले यो कारणले अप्नाएको हुँ किन भन्दाखेरि चाहिँ यसमा चाहिँ 80% भन्दा बढ्ता चाहिँ नि अटोमेसनले काम गर्ने भएको हुँदाखेरि चाहिँ मैले चाहिँ नि गर्नुपर्ने 20% भयो। देखिहाल्नु भयो मेरो 3 जना बच्चा बच्चीहरू छन्, हाम्रो 7 जनाको हाउस होल्ड छ होइन। यता चाहिँ नि एकदमै बिजी लाइफमा चाहिँ नि यो अटोमेसनले चाहिँ नि मोस्ट अफ द हेभी लिफ्टिङ गर्ने भएको हुँदाखेरि चाहिँ नि मलाई चाहिँ नि एकदमै इजी लागेर चाहिँ गरेको है। त्यसमा चाहिँ यसमा चाहिँ नि ट्रेनिङ टुल्स टेक्निक सबै सिकाउने भएको हुँदाखेरि चाहिँ होइन मैले चाहिँ नि त्यति दिमागै लडाउनु परेन जस्तो लाग्यो कि त्यसो भएर पनि यसमा छु है। ती क्वेसन्सहरू आयो भने चाहिँ नि मलाई हेल्प गर्नुको लागि चाहिँ मेरो चाहिँ छन् होइन मेन्टोर कोचहरू पनि छन्। त्यसो भएर पनि इजी पनि छ। अनि यो यता चाहिँ यस्तो मान्छेहरू बढिरहेको छन् होइन। मैले चाहिँ जब सुरु गरेको थिएँ यता चाहिँ नि करिब 2,45,000 मान्छेहरू थिए भने चाहिँ नि अहिले चाहिँ नि आएर चाहिँ नि 2,56,000 मान्छेहरू भइसक्यो कि यस्तो ऱ्यापिडली ग्रो भइरहेको छ होइन। त्यसो भएर चाहिँ एकदमै राम्रो छ है। अब जुन यसबाट चाहिँ नि 2-3 वर्षमा चाहिँ नि देखिसके कि मान्छेहरूले चाहिँ नि गोल्डन इयर्सलाई अपनाएको देखेर होइन उहाँ चाहिँ नि पेन्सनहरू चाहिँ नि 2-3 वर्षमै अलरेडी आउन थालिसकेको देखेर चाहिँ नि मन्थली 5,000 भन्दा बढ्ताहरू कमाइ मन्थली त्यो त ग्यारेन्टी त्यो आउची भएको देखेर चाहिँ नि होइन एकदमै राम्रो देखेर चाहिँ नि होइन म आज यता आएको छु है। त्यसो भएर कनेक्ट हुनु होला। सो आई क्यान हेल्प यु अन्डरस्ट्यान्ड कि यो एक्ज्याक्टली के हो कसरी गर्ने। यति सानो भिडियोमा चाहिँ म पुरा एक्सप्लेन गर्न सक्दिनँ होइन। त्यसो भएर कनेक्ट गर्नु होला। बेसिकली इन अ नटसेल चाहिँ नि यही सोसियल मिडियालाई चाहिँ नि होइन हामी चाहिँ नि टाइम वेस्ट गर्नुभन्दा यो स्क्रोल गर्दा गर्दै होइन त्यही सिस्टमलाई चाहिँ कसरी लेभरेज गरेर चाहिँ नि इन्कम गर्ने चाहिँ नि त्यो चाहिँ सबै चाहिँ नि हामी यता चाहिँ नि सिकाइदिन्छौँ है त। आजको लागि नमस्ते नमस्ते नमस्ते।